तपाईँ हामी सधैँ यसरी ठुलो ठुलो हेरेर बस्ने हो? देशमा युवा छैनन्, रोजगारी छैन। साउथ इस्ट एसियाकै सबैभन्दा धेरै युवाहरूमा आत्महत्या मृत्युदर नेपालको छ। दैनिक रूपमा 17 देखि 19 जनाले आत्महत्या गरिरहेका छन्। आधाभन्दा बढी युवाहरू त देशमै छैनन्। कोही रोजगारी खोज्नको लागि, कोही पढ्नको लागि विदेश जान बाध्य भएका छन्। प्रत्येक घरमा कम्तीमा एकजना युवा विदेशिएका छन्। अहिले यसो बजारतिर जाने हो भने 3 घरको 2 घरमा टुलेट भनेर झुन्डाइएको हुन्छ। खाली छ, डङडङ खाली भएको स्थिति छ। रेस्टुरेन्टहरू गयो, खाली छ, मान्छे नै छैनन्। तर तल फुटपाथमा चिया थर्मसमा बेचिरहेको ठाउँमा मान्छेको घुइँचो लागेको हुन्छ। सडकमा साना साना भएका पसलहरूमा अलि धेरै भिड हुन्छ। सडकका साना साना पसलहरूमा मानिसहरूले कपडाहरू किन्न थालेका छन्। ठुला ठुला डिपार्टमेन्ट स्टोरहरू खाली छन्। यसले यो सबैले चाहिँ देशको अर्थतन्त्र कतातिर गइरहेको छ, हामी कहाँ गइरहेका छौँ इकोनोमिकली भन्ने देखाउँछ। देशलाई खाइसके, रित्याइसके। तपाईँ हामी सधैँ ठुलो ठुलो हेरेर बसिरहने अब हुँदैन। घर जग्गा बेचेर हिँड्ने स्थिति आएको छ धेरैको। बेच्नको लागि किन्ने मान्छे पनि छैनन्, हैन? त्यस्तो स्थिति छ। कल कारखाना सबै बन्द, हैन? खोल्नु पर्दैन। ती कल कारखानामा म गएको थिएँ। केही उद्योग कारखानाहरू मैले भिजिट गर्न गएको थिएँ हेटौडामा, यहाँ पाटनमा पनि औद्योगिक क्षेत्रहरू। आँसु आउँछ त्यो संरचना देख्दाखेरि। संरचना डङडङ खाली छ। मसिनहरू, औजारहरू खिया लागेर बसेको स्थिति छ। माकुराको जालो छ। इटा फ्याक्ट्रीहरू पहिलाका त्यस्तै छन्, हैन? टाइल्स फ्याक्ट्रीहरू, रबर उद्योगहरू भनौँ, नाम लिइसक्नु साध्य छैन। यहाँहरू सबैलाई अवगतै छ। यो धेरै पटक धेरैजनाले बोलिसक्नु भएको विषय नै छ। हामी फुटपाथमा आउँदैछौँ, तपाईँ हामी सबै नेपालीहरू। सडक छेउछाउका पसलहरू चाहिँ मान्छे अलि बढी त्यहाँ पाइने, चिया घरहरू अलि धेरै चल्न थालेका छन्। रेस्टुरेन्टहरू सबै बन्द हुन थालेका छन्, खाली छन् डङडङती। ठुला ठुला कम्पनीहरू बन्द हुने स्थितिमा छन्। देशको अर्थतन्त्र कतातर्फ जाँदैछ यसले नै बुझिँदैन र? अनि तपाईँ हामी सधैँभरि यही नेतृत्वले देश चलाउँछन्, यिनीहरूले नै देश चलाउँछन् भनेर बसिरहने। भ्रष्टाचारको चरम सीमा पुगिसकेको छ। देश खोक्रो भइसकेको छ। वितृष्णाको चरम सीमा पुगिसकेको छ। प्रत्येक घरको कम्तीमा एकजना युवा देशमा हुनुहुन्न, विदेशिनुपर्ने बाध्यता छ। जति पनि युवाहरू देशमा हुनुहुन्छ उहाँहरू पनि डिप्रेसनको शिकार भइराख्नु भएको छ। निदाउन सक्नुहुन्न, छटपटी छ, एङ्जाइटी छ। दैनिक रूपमा मैले भने नि 17 देखि 19 जना नेपाली युवाहरूले आत्महत्या गरिरहेको स्थिति छ। यो डिप्रेसन किन? यो सबै डिप्रेसनको एउटा मुख्य कारण अनइम्प्लोइमेन्ट हो, जबलेस भएको कारणले। विदेश जान सक्नेहरूले विदेश जानुभएको छ। घर जग्गा बेचेर भए पनि जानुभएको छ। जो जान सक्नु भएको छैन, देशमा रोजगारी पाउनु भएको छैन, पढ्नु भएको छ, अनि डिप्रेसनको शिकार हुनुभएको छ, आत्महत्या गर्न बाध्य हुनुभएको छ। तपाईँ हामी कहिले सिरियस हुने, कहिले गम्भीर हुने? अब पनि हामी यसरी ठुलो ठुलो बसेर हेर्ने दिन छैन। तपाईँ हामीले अब हिम्मत गर्नै पर्छ। अब परिवर्तन चाहिएकै छ। ठुलो राजनीतिक परिवर्तन चाहिएको छ देशमा। हावा पनि चलिरहेको स्थिति छ। अब यिनीहरूबाट देश चल्दैन भन्ने कुरा तपाईँ हामीले बुझ्न आवश्यक छ। हाम्रो पुस्ताको लागि, हामीभन्दा पछिल्लो पुस्ताको लागि। अब यो देशको भविष्य तपाईँ हाम्रो हातमा आउँदैछ, हाम्रो पुस्ताको हातमा आउँदैछ। हामीले ल्याउनुपर्छ हाम्रो हातमा। अब हामीले देश चलाउनुपर्छ। तपाईँ हामीले, हाम्रो पुस्ताले प्राविधिक क्रान्ति गर्नु आवश्यक छ, आर्थिक क्रान्ति गर्न आवश्यक छ। जडीबुटीहरू त्यत्तिकै खेर गइरहेका छन्। त्यसैलाई प्रशोधन गर्ने हो भने नेपाल आयुर्वेदाको हब बन्न सक्छ। नेपाल टुरिज्मको लागि पनि माउन्टेन एउटा हिमालयन रिजनको पनि हब बन्न सक्छ। खै त टुरिज्म सेक्टर किन यस्तो धराशायी स्थितिमा छ आज?
नेपाल इभन मेडिकल एजुकेसनको हब पनि बन्न सक्छ, तर अहिले तिनै संस्थाहरू पनि धराशायी बन्दै गइरहेका छन्। इकोनोमिक क्राइसिसको अवस्थामा हामी पुगिसकेका छौँ। मैले यहाँ धेरै आज भन्नुभन्दा पनि 3वटा मुख्य कुरा यहाँहरू समक्ष राख्न चाहेको छु। देशले ठुलै राजनैतिक परिवर्तन खोजिरहेको छ। जनताको लागि जनताबाट निर्वाचित जनतासँगै हिँड्ने नेतृत्व खोजिरहेको छ। र अब पनि हामीले राजनीतिलाई आफ्नो स्वार्थको लागि यो देशको सार्वजनिक सम्पत्ति दोहन गर्न दिइरह्यो भने तपाईँ हामी पनि अपराधी हुनेछौँ, हाम्रो पुस्ताको, हामीभन्दा पछिल्लो पुस्ताको। त्यसैले हिम्मत गरौँ। अब परिवर्तनको लागि तपाईँ हामी एकजुट हुने बेला आइसकेको छ। थाहा छैन यो देशमा 84सम्म पनि इलेक्सन कुर्न पाइन्छ कि पाइँदैन। मध्यावधि पनि हुन सक्ने चान्सेसहरू तपाईँ हामीले त अनुमान गर्न पर्यो नि। म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यहाँहरूको मतदाता परिचय पत्र यहाँहरूले बनाउनु भएको छ कि छैन? तपाईँ हामी युवा पुस्ताले जसको हातमा नागरिकता छ, जो मतदाता बन्न योग्य हुनुहुन्छ, तपाईँ हामीले अब एउटा पनि भोट खेर जान दिनु हुँदैन। हामीले छान्ने यो देशको नेतृत्व अब हामीले छान्ने बेला आएको छ। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, हाम्रो पुस्ता, हामीभन्दा पछिल्ला पुस्ता धेरैले मतदाता परिचय पत्र बनाउनु भएको छैन, विदेश जान खोजिराख्नु भएको छ अधिकांश। अनि पोलिटिक्ससम्म त्यति बेलासम्म इलेक्सनसम्म म देशमा हुन्छु या हुँदिनँ, देशै छोड्दैछु भनेर चासो राख्नु भएको छैन। त्यस्तो नगर्नु होला। कृपया तपाईँहरूले मतदाता परिचय पत्र बनाउनु भएको छैन भने यथाशीघ्र मतदाता परिचय पत्र बनाउनु होला। Now we may have to go in election. We should be ready for that. Future of this country is coming in our hand, in youths. अब तपाईँ हामीले लिड गर्नुपर्छ। अब पनि हामीले यिनीहरूकै हातमा यो देशलाई सुम्पेर अझै गरिब, अझै खोक्रो यो देशलाई कंगाल भएको हेर्न सक्दैनौँ। म यहाँलाई बिन्ती गर्न चाहन्छु, कृपया देशभरि रहनुभएका नेपाली युवा साथीहरू, यहाँहरूले भोटिङ आइडी बनाउनु भएको छैन भने बनाउनु होला, यथाशीघ्र बनाउनु होला। किनभने यिनीहरूले भोलि इलेक्सन हुने बेलामा युवाको भोट पाइँदैन भनेर मतदाता परिचय पत्र बनाउने प्रोसेस नै पनि हल्ट गरिदिन सक्छन्। जे पनि गर्न सक्छन् नि। हामीले देख्दै आएका छौँ त। फेयर गेम खेल्ने भए पो विश्वास गरौँ भनौँ। अर्को कुरा, हामीले सधैँ आजसम्म हाम्रो राष्ट्रिय पार्टीको स्थापना कालदेखि र म एउटा निर्वाचित भएर सांसद भएर आएदेखि नै गैर आवश्यक नेपालीको लागि भोटिङ राइट्स इस्टाब्लिस गर्नुपर्छ भनेर वकालत गर्दै आएका छौँ। तर यिनीहरूलाई थाहा छ देशभन्दा बाहिर गएका अधिकांश युवा नेपाली दाजुभाइ दिदीबहिनीहरूले यिनीहरूलाई भोट दिँदैनन् भनेर। त्यसैले यिनीहरूले भोटिङ राइट्स यति सजिलै दिनेवाला पनि छन् जस्तो लाग्दैन। त्यसैले अर्को एउटा अनुरोध गर्न चाहन्छु, जति पनि प्रवासमा हुनुहुन्छ, जुनै पनि देशमा हुनुहुन्छ, श्रम गरिराख्नु भएको छ, अध्ययन गरिराख्नु भएको छ, जब गरिराख्नु भएको छ, सेटल भइसक्नु भएको छ, तर नेपाली नागरिक हुनुहुन्छ, तपाईसँग नेपालको इलेक्सनको लागि भोटिङ राइट्स छ, नेपालमा आएर भोट हाल्ने राइट्स छ भने कृपया म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, मेरो विधा मेरो देशको लागि भनेर जसरी यहाँहरूले 4-5 वटा दसैँ तिहारमा घर आउन नपाएर 5औं वर्ष चाहिँ आमा यो पालि चाहिँ म दसैँमा घर आउँछु है टिका लाउनलाई, मैले 4 वटा वर्षमा भएको विधाहरू सङ्कलन गरेर राखेको छु भन्नुहुन्छ नि। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, कृपया आफ्नो विधाहरू सङ्कलन गरेर राखिदिनु होला र देशमा अब हुने निर्वाचनमा भोट हाल्नको लागि आइदिनु होला। मेरो विधा मेरो देशको लागि भनेर एउटा अभियान सुरु गरौँ। अब यो देशको एउटा पनि युवा पुस्ताले आफ्नो भोटिङ राइट खेर जान नदिउँ भनेर भन्न चाहन्छु। हामीले खोजेको नेतृत्व अनि हामी बनाउन सक्छौँ नि। जब हामीले यो गभर्नेन्सलाई हाम्रो हातमा ल्याउन सक्छौँ नि, हाम्रो पुस्ताको हातमा, तब न हामीले टेक्नोलोजिकल प्राविधिक क्रान्ति गर्न सक्छौँ। तब हामी इकोनोमिक
क्रान्ति गर्न सक्छौँ, आर्थिक क्रान्ति गर्न सक्छौँ, कल कारखानाहरू खोल्न सक्छौँ, व्यवसायहरू चलाउन सक्छौँ, हाम्रो यो देशमा भएको बजेट प्रपरली युज गर्न सक्छौँ, विदेशबाट आएको डोनेसनलाई पनि प्रपर युज भएको छैन। यहाँ कमिसन चल्छ, सेटिङ मिलाइन्छ, टेन्डर प्रक्रियाहरूमा मिलाइन्छ, खाइन्छ। जति बजेट छुट्याएको हुन्छ त्यसको आधाभन्दा कम मात्रै उपयोग भएको हुन्छ, आधा त कहाँ जान्छ कहाँ जान्छ। अर्को एउटा अनुरोध गर्न चाहन्छु, देशभरि जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, अब तपाईँ हामीले पनि नेतृत्व गर्ने बेला आएको छ। सधैँभरि हामीले बुवाले भनेको भरमा छोरीले भोट हाल्ने, श्रीमानले भनेको भरमा श्रीमतीले भोट हाल्ने, छोराले भनेको भरमा आमाले भोट हाल्ने, त्यसो गर्नु भएन। अब तपाईँ हामीले आफ्नो चेतनाले भोट हाल्ने बेला आएको छ। मतदाता परिचय पत्र बनाउनु भएको छैन भने यथाशीघ्र बनाउनु होला। र अब मूलधारको राजनीतिमा महिला दिदीबहिनीहरूले पाइला टेक्ने बेला आएको छ, अगाडि बढ्ने बेला आएको छ, नेतृत्व लिने बेला आएको छ। सहर र उपपदमा होइन, यहाँहरूले ओडामा नेतृत्व गर्ने, यहाँहरूले पालिकामा नेतृत्व गर्ने, यहाँहरूले देशको नेतृत्व गर्ने, त्यो हिम्मत गर्नु होला। हामी उभिन्छौँ यहाँहरूसँग। मैले यति अनुरोध गर्नको लागि आज उपस्थित भएँ लाइभमा, किनभने यहाँ अफवाह फैलाइन्छ, यहाँ हल्ला फैलाइन्छ। हल्लाको पछिमा दौडेर मात्र पनि हुँदैन। अब तपाईँ हामीले हिम्मत गर्नुपर्छ, क्रान्ति गर्नुपर्छ। र यो क्रान्ति भनेको भोटबाट गरिने क्रान्ति गर्नुपर्छ, शान्तिपूर्ण ढङ्गले। परिवर्तन आवश्यक छ देशमा। अब यो देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री खोजेको छ र त्यो प्रधानमन्त्रीले विज्ञहरूको क्याबिनेट बनाउनुपर्छ र यो देशमा आउने बजेटको प्रपर युटिलाइज गर्नुपर्छ, रिसोर्सेसको प्रपर युटिलाइज गर्नुपर्छ, कल कारखानाहरू खोल्नुपर्छ। इन्डस्ट्रियल इभोल्युसन चाहिएको छ, इकोनोमिक रिभोल्युसन चाहिएको छ। यसको लागि कृपया युवा साथीहरू, मलाई राजनीति मन पर्दैन, मलाई राजनीतिबाट टाढा बस्नु छ भनेर सधैँ पन्छिएर नबसिदिनु होला। हामी पन्छिएर बसिरह्यौँ भने, हामी टाढा बसिरह्यौँ भने, हामी यो देश छोडेर भाग्ने मात्रै सोचिरह्यौँ भने यो देश बन्दैन। यो देश बनाउनको लागि यो देशभित्र भएका युवाहरूले अब आँट गर्नुपर्छ। तपाईँ हामीले आफ्नो घर वरिपरि खाली रहेका जग्गाहरूमा उत्पादन सुरु गरौँ, श्रमको क्रान्ति सुरु गरौँ। थोरै भए पनि आफ्नो बारीमा केही फलाउँ, त्यही खाउँ। आयात गर्न नपरोस्, निर्यात गर्न पाइयोस्। बाँझो जग्गाहरूमा कृषि क्रान्ति गरौँ, इन्डस्ट्रियल रिभोल्युसन गरौँ, एग्रिकल्चरल रिभोल्युसन गरौँ। वी क्यान डु द्याट। हामी गर्न सक्छौँ नि। देशमा प्रपर लिडरशिप हुने हो भने प्रत्येक युवाले दैनिक 8 देखि 10 घण्टा मात्र काम गर्ने हो भने पनि र त्यो काम श्रम मनीमा कन्भर्ट हुने हो भने इट्स पोसिबल। नेपालका धार्मिक संस्थाहरू, धार्मिक हाम्रा सांस्कृतिक धरोहरहरू टुरिज्मको हब बन्न सक्छन्। कामै हुँदैन, नियत नै छैन। नियत सफा भएको, जनताको लागि साँच्चै काम गर्ने नेतृत्व आवश्यक छ। अब यो युवा पुस्ताले प्रत्येक दलमा, जुन दलमा हुनुहुन्छ, प्रत्येक दलमा नैतिकवान व्यक्तिहरू पनि त हुनुहुन्छ होला। गर्नुहोस् न, क्रान्ति गर्नुहोस्, आफ्नो दलभित्र लड्नुहोस्, अगाडि आउनुहोस्। अब युवाले चलाउने हो कि देश, तपाईँ हामीले गर्नुपर्छ। तपाईँ हामीले नगरे हुँदैन। प्लिज लेट्स गेट युनाइटेड for another big revolution, political reformation, replacement of the leadership. यो लिडरशिपलाई हामीले रिप्लेस गर्नै पर्छ। देखि 19 जना युवाहरूले आत्महत्या गरिरहेका छन् दैनिक रूपमा। दक्षिण एसियाकै सबैभन्दा धेरै आत्महत्या मृत्यु दर युवाहरूको नेपालमा छ। त्यो स्थितिमा छौँ हामी। अनि तपाईँ हामी कुन बेला हाम्रा युवा साथीहरू हामी सँगै आज स्कुल गइरहेका, आज क्याम्पस गइरहेका, कलेज गइरहेका,
पढिरहेका, पढाइरहेका, जब गरिरहेका, जब नपाएका, विदेशको जानको लागि ट्राई गरिरहेका, विदेशमा गइसक्नुभएका, फर्केर आउनुभएका, त्यही पनि बेरोजगार हुनुभएका कुन युवा पङ्क्ति, कुन साथी कुन बेला डिप्रेसनको शिकार बन्छ भन्ने कुरा थाहा छैन। र यसको रेस्क्यु गर्नको लागि तपाईँ हामी अब युनाइट हुनै पर्छ। युवाले अब क्रान्ति गर्नै पर्छ। यहाँहरूले अब पनि भोट हाल्दिन, पन्छेर बस्छु, राजनीति गर्दिन भन्ने छुट छैन। त्यसो नगरिदिनु होला। हरेक दलभित्र अब क्रान्ति आवश्यक छ, देशमा क्रान्ति आवश्यक छ, पोलिटिकल रिफर्मेसन आवश्यक छ। A huge political reformation is needed. Replacement of leadership is needed. Economic revolution, industrial revolution is needed. And no one else is going to do for us. तपाईँ हामीले गर्ने हो। प्लिज मैले यति अनुरोध गरेँ। मतदाता परिचय पत्र बनाउनु भएको छैन भने यथाशीघ्र प्रोसेसमा जानु होला। विदेशमा हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ भने विधाहरू सङ्कलन गरिदिनु होला। कुन बेला निर्वाचन हुन्छ यो देशमा त्यसको लागि तयारी गर्नु होला। हामीले अब कम्प्लिटली यिनीहरूलाई रिप्लेस गर्नु छ, नयाँ लिडरसिप स्थापित गर्नु छ। जनताको लागि अनेस्ट लिडर्सहरू ल्याउनु पर्नेछ, विज्ञ लिडर्सहरू ल्याउनु पर्नेछ, युथहरू ल्याउनु पर्नेछ। एकचोटि 10 इयर्सको लागि रिभोल्युसन गरेर हेरौँ। अहिलेको युवा पुस्ताले क्रान्ति गरेर हेरौँ, मत क्रान्ति गरेर हेरौँ। हस्, नमस्कार, जय देश।